देख्न सक्नुहुन्छ गाइस, एक पनि काटा छैन। यसलाई यस्तो तरिकाले फ्राई गरिन्छ। यो मैले धोएर एकदम सफा गरेर अब यो मसला लगाउनको लागि हाल्न जाँदैछु। हेर्नुहोस् त गाइस, यस्तो माछा रहेछ। यस्तो हजुरले देख्नुभएछ नि, यस्तो खाले रहेछ माछा। यसको पुरै साफ गरिसक्यो। यस्तो माछा के गाइस, खानु फ्राई खानु होला, काँचो खानु हुने। कोकोलाई मनपर्छ गाइस माछा, फ्राई माछा त प्रायः जस्तो। फेरि माछा नखानेलाई मैले पालक पनि बनाएको छु है। पालक पनि त्यो भिडियो पनि मैले हालिसकेको छु, हजुरहरूले देखिसक्नुभयो होला। यो हेर्नुहोस् गाइस, माछाको पिस यो त हुन्छ नि, खसीको फिला जस्तो पो छ हो। खसीको फिला जस्तो छ गाइस। यस्तो छ माछा, खाने होइन भन्नुहोस् है गाइस। खसीको फिला यस्तो फ्राई गरेर खाइन्छ नि यसलाई। हेर्नुहोस् गाइस, एकै माछा हो यो। यसको टाउको त यत्रो हुन्छ गाइस, यत्रो टाउको, यति लामो। म मार्केट गयो भने हजुरहरूलाई देखाउँछु। दुबईमा धेरै ठुलो माछाहरू हुन्छ गाइस। मैले अघि पनि भनेको थिएँ नि, हजुरहरू यति देख्यो भने त्यो माछा